बलात्कारीलाई फाँसी दे, बलात्कारीलाई फाँसी दे। गरिबलाई न्याय दे, गरिबलाई न्याय दे, छोरीलाई बाँच्न दे, छोरीलाई बाँच्न दे, बलात्कारीलाई फाँसी दे, बलात्कारीलाई फाँसी दे, हत्या हिंसा बन्द गर, हत्या हिंसा बन्द गर। महिला तथा बालबालिका आयोग कहाँ छ? महिला तथा बालबालिका आयोग कहाँ छ? निर्मलालाई न्याय दे, पवनको सरकार आँखा खोल, पवनको सरकार कान खोल, पवनको सरकार कान खोल, बलात्कारीलाई फाँसी दे, बलात्कारीलाई फाँसी दे, बलात्कारीलाई फाँसी दे। मानवाधिकार आयोग कहाँ छ? कानून मन्त्री कहाँ छ? कानून मन्त्री बस्नुहुने आदरणीय व्यक्ति केदार सिंह सिन्हा सरको नेतृत्वमा रहेको एमसीआर टिमले पनि आज हामी सँगसँगै सहकार्य गरेर यहाँ उपस्थित हुनुभएको छ। विशेष धन्यवाद दिन चाहन्छु। केदार सर आफैले पनि भिडियो बनाउनु भएको छ। सामाजिक सञ्जालबाट सरकारलाई घचास्याउने काम एमडीआर टिम लगायत सम्पूर्ण अधिकार कर्मीहरूले गरेका छौँ। यहाँहरूलाई मैले भन्नै पर्ने कुरा छ, अस्ति भर्खरै पनि यो टिमले एउटा आवाज उल्लङ्घन गरेको थियो। निर्मला पन्तको न्याय दे सरकार भनेर तत्काल संसदमा एकजना मान्यज्यूले यो विषयमा कुरा उठाउनु भएको थियो। विभिन्न मिडियाहरूमा छापछाप्ती आएको थियो। तपाईँ हाम्रो सहकार्य, तपाईँ हामी राजनीतिक दलभन्दा माथि उठेर पीडितलाई न्याय दिलाउने, हत्या हिंसा बन्द गर्ने, विशेष गरी बहुमतको सरकारलाई कानुन संशोधन गरी बलात्कार जस्तो जघन्य अपराधीलाई फाँसीको सजाय दिनुपर्छ भन्ने जोडतोडका साथ हाम्रा आवाजहरूलाई बुलन्द गर्दै सहकार्य गर्दै अगाडि बढाउँ र यो व्यस्त समयको बावजुद आफ्नो महत्त्वपूर्ण समय निकालेर यहाँहरू जति उपस्थित भएको छ। विभिन्न राजनीतिक दलबाट विभिन्न अधिकार कर्मीहरू हुनुहुन्छ, मानव अधिकार कर्मी, महिला अधिकार कर्मीहरू हुनुहुन्छ, सबैले बोलेर गइसक्नु भएको छ। हाम्रो निम्तालाई स्वीकारेर संविधान सभा सदस्य माननीय अनिता परियारज्यू पनि आइदिनु भएको थियो। मलाई पनि धन्यवाद भन्दै आजको यस श्रद्धाञ्जली दीप्त जनसभामा उपस्थित हुने सम्पूर्णलाई फोटो
ढङ्गले प्रयास र प्रयत्नबाट अन्त्य गर्नुपर्ने यस्ता अमानवीय विभत्स घटनाहरू न्यूनीकरण गर्नुपर्ने ठाउँमा यसलाई बरु संरक्षण गर्ने दुष्प्रयासहरू भएको पाइन्छ। यो 3 वर्षे बालिका प्रशासनको लापरवाहीको कारणले मारिएको हो भन्ने कुराको हाम्रो दाबी छ। किनभने जब ऊ हराउने बित्तिकै उनको बाबाले किटानी जाहेरी दिएको थियो नाम तोकेरै। उनीहरूलाई आशंका थियो उसले चाहिँ बच्चा बोक्ने खेलाउने कहिलेकाहीँ ललाइ फकाइ गरेर यसो परसम्म लिएर जाने पक्कै यही मान्छे हुन सक्छ भनेर किटानी जाहेरी दिइसकेपछि प्रशासन गनाएको अवस्थामा भेटिएको लासलाई र त्यहाँ आएका सुरक्षा कर्मीहरूलाई कुरा गर्दै गरेको बेलामा पनि त्यो अपराधी सँगसँगै थियो। त्यतिखेरसम्म पनि प्रहरी प्रशासन मौन छ। अपराधीलाई भेट्टाउने कुरा, समाउने कुरा, खोज्ने कुरामा राज्य उदासीन छ। योभन्दा ठूलो लापरवाही, योभन्दा ठूलो गैर जिम्मेवारीपूर्ण काम के हुन सक्छ? अन्तिममा जासुसी कुकुर होनार, महिला अधिकार कर्मी सहित राजनीतिक पार्टीका अगुवा मित्रहरू सबैलाई नमस्कार सहित आजको यस्तो परिस्थितिमा हामी यहाँ उपस्थित छौँ जहाँ सुन्दा पनि शरीर श्रृङ्ग गर्ने, आङ श्रृङ्ग गर्ने घटनालाई लिएर हामी यहाँ विरोधमा उपस्थित भएका छौँ। त्यो नाबालक 3 वर्षे नाबालक जसको ओठ निच्रिँदा पनि दुध आउँछ, उनीमाथि निर्ममतापूर्वक बलात्कार गरेर हत्या गरिएको कुरा नितान्त रूपमा अमानवीय घटना हो भनेर हामीले बुझ्न जरुरी छ। यो हामी नेपाली समाज